अनि राष्ट्रको सिद्धिनाथ बहुमुखी क्याम्पस पूर्व थियो, अहिले चाहिँ हामी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आज कमिटी गठन गरिरहेको छु। यस कार्यक्रमका अध्यक्ष छु। कार्यक्रमका प्रमुख अतिथि र सम्पूर्ण विद्यार्थी साथीहरूलाई सिकाउनुहोस् मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन। अहिले हल्ला भयो, तपाईँहरू सुन्नुहोस्, धैर्य गर्नुहोस्। अन्य राष्ट्रका विद्यार्थीहरू अनुशासनका फलामे किल्ला हुन्छन्। हामी अनुशासनमा बस्नुपर्छ। हामी पढ्नमा पनि अब्बल हुनुपर्छ, काम गर्नमा पनि अब्बल हुनुपर्छ र यो देश र राष्ट्रको निम्ति पनि लड्नको निम्ति पनि अब्बल हुनुपर्छ। अन्य राष्ट्रहरू जहिले पनि आफ्नो पार्टीभन्दा, आफ्नो सङ्गठनभन्दा यो राष्ट्रलाई महत्त्वपूर्ण भूमिका दिएर अगाडि बढेको सङ्गठन हो। तपाईँलाई सम्झना छ, हामीलाई सम्झना छ। अहिले पनि कालापानीमा 22,000 हेक्टर जमिनमा भारतीय सेनाहरू पढे खेलिरहेका छन्। अहिले पनि लिपुलेख लिप्योधारा भारतीयहरूको कब्जामा छ। तर पनि अन्यराज सोभिने हो यो देशका 62-63 ठाउँहरूमा सीमा अतिक्रमणका विरुद्ध बोल्ने पनि सङ्गठन अन्यराज सोभि हो। अन्यराज सोभिले पनि एमालेलाई दबाब दिएर एमालेको सरकार हुँदा आज चुच्चे नक्सा बनाएर कालापानीको जमिन नेपालको भनेर चाहिँ अन्यराजको मुद्दा अन्यराज सोभि हरेक बेला राष्ट्रताको सवालमा, शैक्षिक मुद्दाका सवालमा, विद्यार्थीहरूको हकितको सवालमा जहाँ अन्याय अत्याचार हुन्छ, शोषण दमन हुन्छ, अन्यराज सोभि आफ्नो आवाज बुलन्द गरेर विद्यार्थीको हकितको निम्ति लड्न अगाडि बढ्छ। मलाई सम्झना छ यही सिद्धिनाथ बहुमुखी क्याम्पस, पुरा हामी सिद्धिनाथ बहुमुखी क्याम्पस त्यही याद आउँछ। अहिले पनि हाम्रो सोभि हुँदाखेरि 2062 सोभि हुँदा धेरै चुनौतीहरू थिए। यो देशमा 238 वर्षको राजतन्त्र फेरि हामी भइरहेको थियो। आफ्नो दाइको वंशनाश गर्ने राजा ज्ञानेन्द्र हामी भइरहेको थियो। हामी भनिरहेका थियौँ, अन्यराज सोभि भनिरहेको थियो, अब यो देशमा राजतन्त्र कि गणतन्त्र भनेर सबै क्याम्पसहरूमा हामीले चाहिँ मिरिक जन्म संग्रह गरायौँ। जन्म संग्रह गरायौँ, यही सिद्धिनाथ बहुमुखी क्याम्पसमा गरायौँ। 98%ले गणतन्त्रको पक्षमा भोट हाले, 2%ले मात्र राजतन्त्रको पक्षमा भोट हाले। त्यो चुनाव गराउने त्यो साहस पनि अन्यराज सोभिले गरेको थियो 2062 भन्दा अगाडि। हामी भन्थ्यौँ त्यसबेला आन्दोलनको मैदानमा गइरहेका थियौँ। हाम्रो पुरो पार्टीहरू पनि हाम्रो पछि लाग्थे। हामी गणतन्त्र भन्दा अन्यराज सोभिलाई अलि नबन्नुहोस्, तेजी लाउनु भन्थे। तर पनि हामी भन्थ्यौँ राजतन्त्र मुर्दाबाद, गणतन्त्र जिन्दाबाद। ल्याउ ल्याउ जनता खुकुरी ल्याउ, ज्ञानेन्द्रलाई छक्काइदेऊ, सिरपेच हामी चलाउँछौँ, देश हामी चलाउँछौँ भनेर टाउकोमा कफन बाँधेर हामी सडकको मैदानमा हिँडेका थियौँ। तत्कालीन सिद्धिनाथ बहुमुखी क्याम्पस हुँदा यहाँ क्याम्पस चिन्नुहुन्थ्यो भास्कर जोशी। सम्झना सोध्नु होला, अहिले रिटायर भएर घर गएर तपाईँ सोध्नु होला, मैले झुट बोलेको छु भने म माफी माग्न तयार हुन्छु। भास्कर जोशी सरलाई सोध्नु होला। यहाँ माओवादीले तालाबन्दी गरेको थियो, 2060 सालमा तालाबन्दी गरेको थियो। धनगढीमा तालाबन्दी गर्दा गेट खोल्दा चाहिँ बम विस्फोट भएर धनगढीको 6वटा भवन उडेर 6वटा कोठाको भवन उडेको थियो। यहाँ पनि त्यही हुन्छ भने डरले ताला हामीले खोलेका थिएनौँ। तर यहाँ यही साई सेना भक्तपुर ब्यारेकबाट दुर्गा बराल क्याप्टनको नेतृत्वमा आएर चाहिँ यहाँ चाहिँ ताला खोल्ने कोसिस गरेर यो क्याम्पसलाई उडाउने षड्यन्त्र थियो। सर गएर चाहिँ प्रतिवाद गरियो। म चाहिँ क्याम्पस कमिटीको त्यतिबेला अध्यक्ष पनि थिएँ। सिद्धिनाथ बहुमुखी क्याम्पसको प्राको अध्यक्ष थिएँ म। मैले गरेँ हुनुहुँदैन, ताला खोल्नु हुँदैन भन्दाखेरि चाहिँ दुर्गा बरालले मेरो टाउकोमा प्यास्टो राखेर आमा चाकरी गरेपछि मैले प्रतिवाद गर्दा भास्कर जोशी सर गएर त्यो क्याप्टनको खुट्टा ठोकेर माफ गरिदिनुहोस् एग्रेसिभ विद्यार्थी हो भनेर क्याम्पसले खुट्टा जोडिसकेपछि फेरि त्यो दृश्य सबै विद्यार्थीहरूले देखे। त्यसपछि राजाका चोरहरू बलौटहरू सेनाहरू भागा गरेर 400-500 विद्यार्थी एकैचोटि आएपछि सेना भाग्न बाध्य भएको थियो। यो इतिहास हो अन्यराज सोभिको, यो इतिहास अन्यराज सोभिको। यो मात्र मलाई सम्झना छ। आज त यहाँ धेरै सरहरू लेक्चर बनेका छन्, डिन बनेका छन्, रजिस्ट्रार बनेका छन्। हामी भन्थ्यौँ यस्तै मैदानमा बसेर, सर हामीहरू यो सिद्धिनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउनु पर्छ सर भन्थ्यौँ। लुरे केटाहरूको यो हावादारी गफ हुन्छ, पढेर काहीँ गरेर काम गरेर विदेशतिर जाऊ, के अरू काम गरेर कहाँको छ यहाँ विश्वविद्यालय भन्थ्यो। सर आउँछ एक दिन विद्यार्थी परिवर्तनको सम्भाग हो, अन्यराज सोभि परिवर्तनको सम्भाग हो। हामी यहाँ विश्वविद्यालय स्थापना गर्छौँ भनेर हामीले 351 जनाको लाखु दस्ता बनाएर चाहिँ हामीले चाहिँ सङ्घर्ष समिति बनायौँ।
सङ्घर्ष समिति बनाइसके हाम्रो आन्दोलन अगाडि बढ्यो। त्यो आन्दोलन बढ्दाखेरि चाहिँ यो देशमा लोकतन्त्रको लागि आन्दोलन भइरहेको थियो। त्यो भइसकेपछि पहिलो सरकार बन्यो। पहिलो सरकार हुँदा मङ्गल सिंह मानन्दर शिक्षा मन्त्री हुनुहुन्थ्यो। हाम्रो सोभिको नेतृत्वमा चाहिँ हामीले ज्ञापन पत्र दिएर काठमाडौँ गयौँ। हाम्रा सङ्गठनका तत्कालीन सोभि सभापति नरबहादुर धामी, बच्चन सिंह लगायतका हाम्रो ग्रुप चाहिँ काठमाडौँ हामी गयौँ। काठमाडौँ गइसकेपछि हामीले चाहिँ ज्ञापन पत्र दियौँ र मङ्गल सिंह मानन्दले हुन्छ भनेर सिग्नेचर तोक लगाउनु भयो। त्यसपछि 1 महिनापछि उहाँ च्याक लगाउँछ, फेरि त्यो काम भएन र फेरि हामी यहाँ फर्केर विभिन्न सर्वदलीय सङ्घर्ष समिति बनाएर आन्दोलनको मैदानमा 28 दिन आन्दोलन गरेर चाहिँ 138 भन्दा बढी विद्यार्थी घाइते भएर त्यो ठाउँमा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरेर छाड्यौँ। यो हाम्रो सपना थियो। आज घर आँगनमा हामी सुदूरपश्चिम विश्वविद्यालय पाएका छौँ, इन्जिनियरिङ पढ्न पाएका छौँ, डिग्री गर्न पाएका छौँ। र तपाईँलाई भन्न चाहन्छु, ती भन्नेहरू आज तिम्रो मुखमा ताला लागेको छ। अरू राष्ट्रिय इतिहास जस्तो हो। त्यही मात्र होइन, आज चाहिँ हामी उभिएका छौँ। यो लाइब्रेरी तत्कालीन स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो राजेन्द्र पाण्डे, तपाईँले थाहा पाउनुपर्छ। उहाँ यो क्याम्पसमा आउनुभयो। म सोभि सभापति थिएँ। के छ यहाँको माग भन्दा यहाँ आधुनिक लाइब्रेरीको आवश्यकता छ, लाइब्रेरी चाहियो भन्दा हामीले ज्ञापन हुन्छ भने उहाँले हुन्छ भनिसकेपछि उहाँ फर्केर काठमाडौँ जानुभयो। 3-4 महिना भयो। यहाँका चाहिँ प्रशासनले हामीलाई सताउन थाल्यो, नेवीसँगले सताउन थाल्यो। खै त एमालेको लाइब्रेरी, खै त अनिल राष्ट्रपतिको लाइब्रेरी, खै त महेश पन्तको लाइब्रेरी, खै त आएन भन्दा त्यसपछि पनि हामीलाई चुनौती भएर फेरि पनि हामी यहाँबाट चाहिँ एउटा टोली बनाएर काठमाडौँ स्थानीय विकास मन्त्रालयमा 1 महिना धर्ना दिएर 50 लाख ल्याएर यो उपभोक्ता समिति बनाएर यो लाइब्रेरी अनिल राष्ट्रपति सोभिले स्थापना गरेको कोही मागेका लागि भनिदेऊ। हामीले भनेपछि तपाईँ चुनौती दिनु होला। त्यो ल्याएर हामीले बनाएको यो लाइब्रेरीमा आज हामी बसिरहेका छौँ। मलाई गर्व लागिरहेको छ। हामी यो भीमद्वार आउनुहुन्छ, गेटबाट द्वारमा छिर्नुहुन्छ तपाईँ गेटमा, कि त जतो हो कि त छोडो थलो। यदि होइन भने अब छैन भलो भन्ने भीमदत्त पन्तको शहीद भीमदत्त पन्तको द्वारमा पनि अनुराष्ट्रपति हो। तपाईँ हेर्नुहुन्छ नजिकमा मन्दिर, सरस्वतीको माताको मन्दिर हेर्नुहुन्छ, त्यहीँनिर हेर्नुहुन्छ तपाईँ चाहिँ सोभिको घर। त्यसपछि होस्टेल, आज चाहिँ साइन्स पढाइ हुँदैछ। हामी त्यो होस्टेल बनाएका थियौँ। आज सिद्धिराज बौमी क्याम्पसको होस्टेललाई आज चाहिँ त्यहाँ चाहिँ साइन्स क्याम्पस बनाएर चाहिँ होस्टेल बिल बनाएको छ। अब अनुराष्ट्रपति चाहन्छ यो क्याम्पसमा सोभियत जितेपछि पहिलो चाहिँ गर्ल्स होस्टेल र बोइज होस्टेल हामी बनाएर छाड्नेछौँ। सरकारसँग माग गर्नेछौँ। हाम्रो सोभि आउँदा हामी जहिले पनि विद्यार्थी हकको निम्ति लड्थ्यौँ। वेलकम पार्टी हुँदैन आजभोलि, हामी वेलकम पार्टी गर्थ्यौँ। फेयरवेल पार्टी हुँदैन आजभोलि, हामी फेयरवेल पार्टी गर्थ्यौँ। शैक्षिक भ्रमण हुँदैन आजभोलि, हामी शैक्षिक भ्रमण गर्थ्यौँ। यहाँ मात्र होइन, पोखरा बनादेखि लिएर ताजमहल र नैदासम्म पनि हामीले शैक्षिक भ्रमण गराएका छौँ। तर आज त्यो बिन भएको छ, किनभने कि सोभि छैन, अनुराष्ट्रपति सत्तामा छैन। अनुराष्ट्रपति जहिले पनि विद्यार्थी हकको निम्ति यो रक्षात्मक काम गर्छ। आज खेलकुद मैदान यहाँ छैन। अनुराष्ट्रपतिको सोभि भएपछि हामी खेलकुद मैदान पनि बनाउनेछौँ। अनुराष्ट्रपतिको सोभि भएपछि यहाँ लागु पदार्थमा बिग्रेका युवाहरूलाई पनि हामी सम्झाएर चाहिँ सुबाटोमा ल्याउनेछौँ। अनुराष्ट्रपतिको काम पढ्नमा पनि अब्बल हुनुपर्छ। जो बिग्रेको छ, झुटो भाडा मान्दा सघाउँछ, बिग्रेको सुधार गर्नुपर्छ। अनुराष्ट्रपति कुबाटोमा लागेर सुबाटो लगाउने सङ्गठन हो। यो तपाईँले ढुक्क भएर बस्नुहुन्छ। र तपाईँलाई भन्न चाहन्छु, अनुराष्ट्रपति त्यो मात्र इतिहास छैन, एउटा इतिहास तपाईँले बुझ्नुपर्छ। आज हामी पढ्न पाइरहेका छौँ, तर पञ्चायत काल भन्दा माथि 104 वर्ष राणा शासन त तपाईँले सुन्नुभयो होला। त्यति बेला शिक्षा चाहिँ राणाका छोराछोरीहरू, राजाका छोराछोरीहरूले मात्र पढ्न पाउँथे, तिनीहरू मात्र पढ्न पाउँथे। पहिलोचोटि चाहिँ जनताका छोराछोरीहरूलाई पनि पढ्न स्कुल हुनुपर्छ भनेर 1997 मा गङ्गालाल श्रेष्ठ सहित पहिलो विद्यार्थी नेता हो जो शहीद भए। आज हामी 4 शहीदमा गङ्गालाल श्रेष्ठलाई याद गर्छौँ। त्यही गङ्गालाल श्रेष्ठका भाइ पुष्पलाल श्रेष्ठले आधुनिक कम्युनिस्ट पार्टी 2005 सालमा उनको भाइ चाहिँ कम्युनिस्ट पार्टी चाहिँ स्थापना गरे। त्यही कम्युनिस्ट पार्टीको आज हामी उत्तराधिकारी हो। त्यही अनुराष्ट्रपति आज यहाँ पुगेको छ। अनुराष्ट्रपति यो मात्र होइन, आज गाउँघरमा के आइरहेको छ भने आज सोभि नहुँदा राजा चाहियो भने फेरि हिँडिरहेका छन्। राजा चाहियो रे, के को लागि चाहियो राजा? के गर्न? एउटा राजाले 70-80 वटा विवाह गर्न जन्मबहादुर राणाका कतिवटा श्रीमती थिए। राजा चाहियो भन्दैछन्। त्यहाँ महिलाको हकहितता अधिकार हुन्थ्यो। राजाकालमा महिला त रानी भएर बस्नु पर्थ्यो। पुरुष प्रधान अब अवस्था फेरि फर्काउनु खोजेको।
आज राजा चाहिँ महिलाहरूले भन्नुपर्छ। आज महिलाहरू दिदीबहिनीहरू हतियार समातेर सीमामा सेना प्रहरी भएर सुरक्षा गरिरहेका छन् महिलाहरू। आज महिला यो देशको राष्ट्रपति भइसके, यो देशले सत्तामा पुगिसके। यो अधिकार गणतन्त्रले दिएको, हाम्रो संविधानले दिएको, त्यो राजावादीले दिएका होइनन्। त्यो हुनाले महिला दिदीबहिनीहरू बुझ्न जरुरी हुन्छ। आज महिला स्थानीय निकायमा मेयर उम्मेदवारले एउटा महिला अनिवार्य छ, प्रत्येक वडामा एउटा दलित महिला एउटा फुल महिला अनिवार्य छ। यो अधिकार हामीलाई केले दियो? गणतन्त्रले दियो। आज राजा चाहियो भनिरहेका छन्। को राजा चाहियो? राजाको छोरो पारस गजडी चाहियो हामीलाई, गुन्डा चाहियो। तपाईँ सुन्नुहोस्, अब एउटा कुरा सुन्नुहोस्। 2055 सालमा यही ज्ञानेन्द्रको छोरो त्यही पारसले के गर्यो भने थाहा छ? चर्चित गायक युट्युबमा सर्च गर्नुहोस्, परवीर गुरुङ, जसले लोक गायक चर्चित गुरुङको यस्तै सभामा गाना सुनिरहेका थिए। पारस गाना सुन्दा सुन्दै अझ दोबारा गा भनेर उसलाई दबाब दिएपछि म गाउँदैन म भनेर हिँडेपछि पछाडि दारू खाएर गाडीमा लखेटी काठमाडौँको न्यु रोडमा मारेको इतिहास छ। त्यो इतिहास छ। त्यसपछि यही अनुराष्ट्रिय हो 10 लाख विद्यार्थीको हस्ताक्षर गरेर त्यो पारस गुन्डालाई कारबाही गर भनेर राजा वीरेन्द्रलाई बुझाएको थियो। वीरेन्द्रलाई बुझाइसकेपछि फेरि चाहिँ बिचरा वीरेन्द्रले कारबाही गर्छु भन्दा आफै कारबाही गरे। जसले आफ्नो भाइका वीरेन्द्रका शाखा सन्तलाई सिद्ध्याए, आज ऊ आफ्नो भाइ बहिनी दिदी भाइलाई छोडेर भने हामी जनतालाई छोड्छ। आज राजनीतिक चेतनाको आवश्यकता छ। अनुराष्ट्रले के चाहन्छ? पार्टी नमन परोस्, व्यक्ति मन नपरोस्, तर पनि यो व्यवस्थालाई बचाउनको निम्ति हामी हिँड्नुपर्छ। यो व्यवस्था हामीले ल्याएको 2062 तेस्रो आन्दोलनको जन्म लिएर 2072 सालको संविधान आएको छ। आज यो संविधानलाई ध्वस्त बनाउनको निम्ति इन्डियन जोगीहरू आएर नेपालमा हिन्दू राज्य चाहियो भन्दैछन्, हिन्दू राज्य चाहियो भन्दैछन्, राजा चाहियो भन्दैछन्। तपाईँहरूले भन्नुपर्छ इन्डियामा चाहिँ 90 करोड भन्दा बढी हिन्दू छ। पहिला इन्डियालाई हिन्दू राज्य घोषणा गर, त्यसपछि नेपाललाई हामी हिन्दू राज्य घोषणा गर्छौँ भनेर हामीले भन्नुपर्छ। यो आँट हामीले राख्नुपर्छ। आफ्नो देशमा नगर्ने यहाँ आएर चाहिँ भान्ने षड्यन्त्र भइरहेको छ। यो संविधानलाई ध्वस्त बनाउने षड्यन्त्र भइरहेको छ। यो संविधान बचाउने दायित्व हामी सबैको, अनुराष्ट्र सबैको। त्यही भएर म हजुरलाई अन्तिममा अनुरोध गर्न चाहन्छु, फेरि त्यो व्यवस्था नआओस्। फेरि एउटा 70-80 वर्षको बुवाले फेरि एउटा 20 वर्षको छोराको क्रिया बस्नु नपरोस्, कुनै आमाको काख तिर्नु नपरोस्, कुनै महिला दिदीबहिनीहरूको सिउँदो पुछिनु नपरोस्, कुनै युवाहरू घाइते हुनु नपरोस्। जस्तै म इक्जाम्पल तपाईँलाई भन्न चाहन्छु, यो क्याम्पसमा तपाईँलाई भने सिद्धिनाथ मोहम्मद क्याम्पसमा पढाउने लेक्चरहरू थियो। पहिला 62तिर के गर्थ्यो भने थाहा छ? त्यहाँ जनज्योति क्याम्पस भन्ने एउटा निजी संस्था खोका छात्र खोलिएको थियो। यहाँ पढ्नु हुँदैन, त्यो जनज्योतिमा जानुहोस् पढ्नुहोस्, यहाँ राम्रो पढाइ हुँदैन, यहाँ चाहिँ राजनीति हुन्छ भन्थे ती सरहरू। हामीले के भन्यो थाहा छ? त्यसो भए सर तपाईँ त्यहीँ जानुहोस्, त्यहीँ पढाउनुहोस्, राजनीति हुन्छ भने एकैचोटि हामीले 9वटा लेक्चरलाई हटाइदियो। त्यहाँ राजनीति हुँदैन भन्ने ठाउँमा हामी गएर क्याम्पस कमिटी गठन गर्नु गऱ्यौँ। क्याम्पस कमिटी गठन गर्दा त्यस बेलाका साई सेना आएर म आफै एउटा भिक्टिम हो, 4 गोली हानेर म 119 दिनसम्म आर्मीको हस्पिटलमा बसेँ। अहिले पनि 50-60 एउटा गोलीका छरा लिएर हिँडेको छु। किन हिँडेको छु भने यो ठाउँमा चाहिँ लोकतन्त्र बचाउनको निम्ति हरेक ठाउँमा चाहिँ यो संविधानलाई ल्याउनुपर्छ। जनताको छोरो पनि राष्ट्रपति हुनु पाउनुपर्छ, प्रधानमन्त्री पाउनुपर्छ व्यवस्थाको लागि। त्यो हुनाले हामी सबैको दायित्व आएको छ अब यो संविधान जोगाउने। पार्टी मन नपर्ला फेरुला, व्यक्ति नमन पर्ला 5 वर्ष फेरुला, तर व्यवस्था भनेको आज हामी फेसबुकमा बसेर हामी चाहिँ जसलाई पनि गाली गर्न सक्छौँ, जसले जसको लागि विरोध गर्न सक्छौँ। त्यो हामीले संविधानले दिएको अधिकार हो। त्यो हुनाले अब यो ठाउँमा सिद्धनाथ भौमिक